बिरामीहरू खुसी छन्, सब खुसी छन् हैन। आफ्नो भन्दाखेरि पनि देशको चिन्ता भन्ने कुराहरू हामी चाहिँ यस्तै भइयो हैन, यस्तो गरियो, अब देश राम्रो बनोस्। घाइतेको लागि उपचार हुन्छ अनि उपचारपछि सबैले के गर्नुपर्ने, कसरी गर्नुपर्ने, के अवस्था छ। जस्तो विद्यार्थीहरू छन् नि, यहाँ विद्यार्थीहरू पनि घाइते भएको छन्। अब विद्यार्थीहरूलाई पढ्नेको व्यवस्था त गरिदिनु पर्यो नि। सब बिरामीले मलाई सबले चिने। बिरामीहरू खुसी छन्, सब खुसी छन् हैन। यहाँ यतापट्टि यहाँ राम्रो छ। बिरामीहरू त्यति सिरियस भएको चाहिँ एकजना देखियो आइसियुमा, अनि अरू चाहिँ सबै ठिकै छ। के भने हजुरलाई बिरामीले भेट्न जाँदाखेरि? बिरामीले उनीहरूलाई आफ्नो भन्दाखेरि पनि देशको चिन्ता भन्ने कुराहरू हामी चाहिँ यस्तै भइयो हैन, यस्तो गरियो, अब देश राम्रो बनोस्। अब हामी चाहिँ अब बिरामी भयो, घाइते भइयो, के भइयो भने हरेस चाहिँ खाएको छैन बिरामीहरूले। जो हरेस खाएन भने रिकभर हुन्छ। अनि त्यसमा चाहिँ अब हामीले हाम्रो तर्फबाट भन्नुपर्ने कुरा के हो भने बिरामी घाइतेको चाहिँ उपचार सबै राम्रो, सम्पूर्ण राम्रो तरिकाले गर्ने हो। र घाइते भएर यहाँबाट उपचार भएर निस्किएपछि उनीहरूलाई के कस्तो सहयोग दिन सकिन्छ, सरकारले थप सहयोगहरू त्यसको बारेमा पनि हामीले चाहिँ कुराकानी गर्दैछौँ। ल अब बिरामी के अरे उपचार भयो जाऊ भनेर घरमा त्यत्तिकै पठाउने चाहिँ होइन भनेर मैले भनिरहेको छु। अब यो चाहिँ हाम्रो के अरे मन्त्रालयमा पनि कुराकानी गर्नु पर्यो। यो चाहिँ कतिको सन्तुष्ट छन् अहिले बनेको सरकारप्रति? बिरामीहरू अलि सन्तुष्ट छैनन्। अब सरकारको अहिले चिन्ता नगर, अनि आफ्नो चिन्ता गर पहिला भनेका छौँ। अब त्यही हो, अहिले कहीँ पनि नेपालमा मात्र होइन, कहीँ पनि अब सबै कुरामा सबै सन्तुष्ट हुँदैनन्। अब यस्तै हो, यस्तो अचानक सोच्दै नसोचेको 2 दिनको घटनाले गर्दाखेरि अहिलेको स्थिति आएको हो, यही हो। अरू कुरा ठिक छ, सब कुरा। घाइतेको लागि के हुन्छ मन्त्रीज्यू? अब घाइतेको लागि उपचार हुन्छ अनि उपचारपछि सबैले के गर्नुपर्ने, कसरी गर्नुपर्ने, के अवस्था छ। जस्तो विद्यार्थीहरू छन् नि, यहाँ विद्यार्थीहरू पनि घाइते भएको छन्। अब विद्यार्थीहरूलाई पढ्नेको व्यवस्था त गरिदिनु पर्यो नि। अनि अर्को कुरा, अब अरू खास धेरै जसो विद्यार्थी छन्, कोही चाहिँ काम गर्दाखेरिको कामदारहरू रहेछन्। अब जे जस्तो सकिन्छ चाहिँ अब सबैको पुरा चित्त बुझ्न नसके पनि सकेको हामीले गर्न सक्ने सहयोग बिरामीहरूको उपचार गरिसकेपछि अनि त्यसपछि थप सहयोगको लागि हामी राम्रोसँग एकदम कुनै चाहिँ भेदभाव नगरिकन सबैलाई चाहिँ सहयोग गर्नेछौँ। हजुरले कमेन्ट गर्नुभएको भनेर एउटा कमेन्ट निकै नै भाइरल भएको थियो, जुन चाहिँ तपाईँको बैठकको थियो, हजुरको कुममा थियो, अर्को मन्त्रीज्यूले हात राखेको विषय होइन। नेपालीले चाहिँ कुरा गर्न पायो भने, बोल्न पायो भने, मौका पायो भने गर्छ भने जस्तो हो त्यो कि। अब त्यो कुममा हात किन राखियो, कस्तो अवस्थामा राखियो भन्ने कुरा, त्यो ठाउँ चाहिँ हामी बसेको ठाउँ चाहिँ साँगुरो थियो। पछाडिपट्टि उ गर्ने, यसो गरेर यसरी हेर्ने, यहाँ गर्न बस्ने ठाउँ पनि थिएन। त्यही भएर त्यो हाम्रो चाहिँ सञ्चार मन्त्रीज्यूले चाहिँ उतापट्टिको गृहमन्त्रीज्यूलाई केही कुरा सोध्नलाई यसो गर्नुभएको हो के, यसो गरेर कुरा गर्नुभएको। त्यसमा मैले दुःख मान्ने, मलाई हेप्यो, यस्तो गर्यो, फलानाले हेप्यो, मन्त्रीले महावीर पुनलाई हेप्यो, अर्को मन्त्रीलाई भन्ने कुराहरू अब नेपालीले मौका पाएको बेलामा गरेको। हजुरले नै गर्नुभएको कुन कमेन्ट? त्यो भिडियोमा कमेन्ट आइरहेको छ नि, जुन सामाजिक सञ्जालमा अहिले निकै चर्चामा छ। कमेन्ट के आएको छ भने सुन्नु, कमेन्ट के मैले गरेको कमेन्ट के हो भने यो कुनै ठुलो कुरा होइन, यो ठाउँ साँगुरो भएर त्यहाँ चाहिँ यसो कुरा गर्दाखेरि भएको हो भन्ने कुरा हो। अब त्यो बदमास नगरिकन नपाएकोलाई चाहिँ खास गरी पालिकाको बदमासीले नपाएको हो भने पालिकालाई चाहिँ कारवाही, केही न केही कारवाही हुन्छ। जस्तो बिरामीहरूलाई आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप्स दिएर आउनु भयो भित्र? स्याउ अब के अरे फुलको गुच्छा अनि केरा यस्तो दिए होइन। अनि त्यो त एउटा सिम्बोलिक मात्र भयो। अब सान्त्वना चाहिँ धेरै दिए, खुसी भयो, सबैले चिनेछ मलाई। सब बिरामीले मलाई सबले चिने।
दर्शकमा यतिखेर शिक्षा मन्त्री महावीर कुन शिक्षण अस्पताल महाराजगञ्जमा आइपुग्नु भएको छ। ल अब पत्रकार भाइहरूलाई म बिरामीहरू हेरेर आउँछु होइन, अनि यहाँ पर्खेर राख्नु, पर्खेर बस्नु। म आएपछि के प्रश्न सोध्ने तयार भएर बस्नु, होमवर्क गरेर टिचिङ हस्पिटल महाराजगञ्जको दृश्य हो यो। जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएकाहरूलाई भेट्न उहाँको अवस्थाको जानकारी दिने देखेर शिक्षा मन्त्री महावीर पनि टिचिङ हस्पिटलमा हुनुहुन्छ। धेरै हिँड्नु पर्यो हस्पिटलमा बिरामीका लागि